पछि अनपढ भएपछि यहाँ पढेको भन्दा परेकोले नि सत्य बाटो खन्छ जसले गर्छ पशु व्यवहार अनपढ हुन्छ जति भए नि ज्ञानको भण्डार अनपढ भएपछि सफलताको शिखर चुम्ने रहरहरू मर्दै गए यति कुरा बुझ सबले शिर निहुरिन्छ अनपढ भए अनपढ हुन नपरोस् कोही पनि अनपढ हुन नपरोस् कोही पनि तेरो परिवारलाई डाँडा नकटाइ भएन एउटा छोरी सम्हालेर राख्न सक्दैनस् यसमा मेरो छोरीको मात्र दोष छैन फुत्केर भागेर आएकी तपाईको घरमा त त्यत्रो नोकर चाकर छन् उनीहरूले पनि त तपाईको छोराको हेरचाह गर्न सक्छन् मुख लाग्छस् पाजी मेरो छोरा त राजा हो राजा जे मन लाग्छ त्यही गर्छ बुझिस् बन्धनमा त तँ जस्तोले राख्ने हो हामीले राख्ने होइन तँ पनि बाउ जस्तै जिद्दी नहो है हुनु त त्यही रगत त हो नि तपाई आफ्नो छोरालाई काबुमा राख्नुस् म आफ्नो छोरीलाई काबुमा राख्छु अब बच्चाउ एक दुईचोटि सम्झना मान्दैनन् त मैले के गरौँ यो सब तिम्रो बुढाबुढीको चल खेल हो केटाकेटी मिलाउने मेरो सम्पत्ति हराप्ने तर यो तिम्रो सपना मात्रै हो तँ जस्तो दुई कौडीको मान्छेले म जस्तो खानदानी मान्छेसँग नाता जोड्नु खोज्ने हामी कहिले पनि गलत छैनौँ र हामी कहिले गलत पनि सोच्दैनौँ हामीलाई हाम्रो हैसियत के हो राम्रोसँग थाहा छ तपाईको हैसियत पनि हामीलाई राम्रोसँग थाहा छ तपाईले मेरो श्रीमतीलाई जुन पीडा दिनुभयो नि एक दिन भगवानले तपाईलाई पनि त्यो पीडा दिन्छ बुझ्नुभयो भगवान अरे
कहाँ छ भगवान? यो गाउँले सबैको भगवान म हो म। बुझिस्? तँसँग बोल्नु पनि बेकार छ मलाई। अब आइन्दादेखि बोल्दाखेरि होस पुऱ्याएर बोल्लास्। बुझिस्? सधैँभरि तेरो छोरीको यस्तै हरकत भयो भने पस्ताउनु पर्ला। होस गर। साउनी पसल त राम्रै चल्यो होला नि। अहिले आएको नानीहरूले कतिकै राम्रो काम गरिरहनु भएको छ। व्यापार त चकाचक होला नि। अब टिकेर बसे ठिकै हो, नयाँ ठाउँ हो, चल्छ होला नि होइन? नचल्ने त अब कारणै छैन। ग्राहक त अब साउनी हुत्ती खेलेर आउँछन्। ग्राहकहरू त जति पनि लिएर आउँछु म। मुगलिनमा काम गरेर आएको नानीहरू हो यिनीहरू। यो जुती मुसुक्कै, ग्राहक भुसुक्कै। छि यो दाइ पनि जे पाए त्यही नभन्नु न हो, अर्काको बेइज्जत गरेर। के को बेइज्जत नि? ग्राहकलाई आफ्नो हातमा लिने, बिल धेरै बनाउने, अनि म तिमीहरूको तलब पनि बढाइदिन्छु, बुझ्यौ? रुख लिएर आउने काम तपाईँहरूको। फल कसरी झारेर खानुपर्छ त्यो त मलाई मात्र थाहा छ के। यो नानी चाहिँ नि खप्पिस छिन्। ग्राहकलाई कति बासी भात बेचेकी होलिन्। के को बासी भात मात्र नि, जनकपुरको माछालाई त्रिशुली खोलाको माछा भनेर कति बेच्यो। अझै पनि मलेखु र मुगलिनमा कहाँ सक्कली माल पाइन्छ र? तिमीहरू त्यही भएर त नक्कली भएको होला मोरीहरू। तर अब यो ड्रेस चाहिँ चेन्ज गर्नुपर्छ है। अब यहाँ चाहिँ राम्रो टिकेर काम गर्नु। मोटो ग्राहक भेट्यो भने नछोड्नु। त्यसको तपाईँ चिन्दै नलिनु क्या साउनी दिदी। कहाँ जालिस मच्छी नि मेरै डरिया। ग्राहक एकचोटि हातमा परेपछि उम्कन पाउने छैन। कसलाई चाहिँ दसो लाग्छ? बोलाउनुहोस्, मुर्गा फस्न लागेको जस्तो छ। चट पार्नुपर्छ। हेलो हेलो बलराम, के छ खबर? होइन को बोलेको? नम्बर पनि सेभ रहेछ। हे तेरिका, म राजकुमार के त तिम्रो गाउँ घुम्न आएको के? तिमी त खबरै नगरी आयो त। कहाँ छौ अहिले तिमी? तिम्रो गाउँको बस पार्कमा झरी यहाँ खोलाको छेउमा आइपुगेँ के म। त्यहाँ सोध न वरिपरि। त्यो दमेदारको त भत्या पुलमा आऊ न। ल यहाँ एउटा पसल रहेछ, पसलमा सोध्छु नि त म। ल ल ल त्यो पुलनिर बस्दै गर, म 5 मिनटमा लिन आउँछु। ए मैले बुझेँ, म त्यहीँ आउँछु ल। ओके बाई। ल चाँडै है ल। ल म त्यसलाई लिन आउँछु। बाई। मुर्गा फसी जस्तो छ केटी हो, पानी तताइ हुन्छ है। ल ल ल आज तिमीहरूको दिन राम्रै रहेछ। खाजा तयार गर्दै गरौँ। त्यसको तपाईँ चिन्तै नगर्नुहोस् न। यो कान्छीले चितायो कि बितायो त्यसलाई चाहिँ थाहा दिनु हुँदैन ल। के साउनी दिदी, आज त ग्राहक मोटै आयो कि क्या हो? बेपार त राम्रै हुन्छ जस्तो छ नि त। हुन परेन त। त्यो ठुले बसेर पो यहाँ अलक्षिण लागेको थियो। सहर पठाएपछि त ग्राहकहरू आफै खोज्दै आउँछ भनेको अचम्म छ भाइ। जे भए पनि अब भने मेरो मनमा शान्ति भएको छ। त्यो लिमुनीको छोरा सहर गएपछि मेरो छोरी पनि त्योसँग खेल्न जान्न। अब भने मैले मेरी छोरीलाई दिन रात मेहनत गरेर भए पनि 1 पढाउँछु, 2 पढाउँछु। ल
नजाऊ भनेको होइन मैले? लानुहुन्छ बाबाले। झुटो कुरा बोल्न कति जाने कि? अबदेखि राम्रोसँग पढ्नुपर्छ। जसरी हुन्छ म तिमीलाई पढाउँछु, बुझ्यौ? कसैको किताब कपी बोक्ने होइन, आफ्नै बोकेर हिँड्ने। सरी आमा, अबदेखि म सुहाङलाई भेट्दिन। पत्याएँ नि तेरो कुरा मैले। उता जा, नबोल मसँग। हजुर नबोले भने म रोइदिन्छु। अबदेखि मैले भनेको मानेर यो घरमा थपक्क बस्थिस् कि बस्दिनस्? अबदेखि मैले भनेको मान्छेस् मान्दैनस्? सबै। आमा औषधि कहाँ छ? हजुरलाई ल्याइदिन्छु म। हेर हेर, चेपारे कुरा गर्न भने कति जाने कि तैँले? हौ तँलाई त मेरो माया लाग्दैन जस्तो छ। मेरो माया तँलाई लाग्छ कि लाग्दैन भन् त? लाग्छ, मलाई धेरै लाग्छ। अनि किन आमालाई सोध्दै नसोधी गाउँतिर जान्छस् त? अनि सके आमा, अब म कहिले जादिन, कसम। ल ठिक छ, अबदेखि मैले भनेको मान्छेस् नि, होइन? ल आज आमाथि बस। गौरी, मेरो घरमा त धेरैवटा खेलाउनु छ। मेरो घरमा त छैन, आमाले किनिदिनै भएको छैन। तिमी मेरो घरमा आऊ, म तिमीलाई धेरैवटा खेलाउन दिन्छु, होस्? न, तिम्रो आमाले कुट्नुहुन्छ, म आउँदिन। हो त, म आफ्नो घरबाट धेरैवटा खेलाउन लिएर आउँछु, अनि त्यसपछि तिमी र म यता खेल्ने, होस्? साँच्ची हो, झुट बोलेको होइन नि। म आमासँग लुकाएर खेलाउन लिएर आउँछु, होस्? आहा, कति मजा आउँछ होला है। मैले यो नचलाउनु भनेको होइन, मैले पढेर बस्नु भनेको थिएँ कि थिइनँ? राम्रोसँगले पढेर बस्नु भनेको थिएँ होइन मैले? मम्मी, यो एकछिन गौरीसँग खेलेर आउँछु। गौरीले के मनी लगाएको छ र? अति नै मनी लगाएको छ। के भएर मनी लगाएको छ? के गरेर मनी लगाएको छ? गौरी 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 गौरी, खाली गौरी। त्यो थुच्चीमा के देखेको छस् तैँले? यत्रो घरमा काम गर्नेहरू छ, उनीहरूसँग खेल्नु सक्दैनस्? प्लिज मम्मी, म लास्टचोटि गौरीलाई भेटेर आउँछु। लातको भूत बस्ने मान्दैन भनेको सुनेको थिएँ। साढे टाउकोमा चढिसकिस्। तैँले मान्दैन छैन? मेरो टाउकोमा चढेर हिँड्छस्? सरी मम्मी, म लास्ट एकचोटि भेटेर आउँछु। तँ साह्रै बिग्रिस। तँलाई चाहिँ नि मङ्गले मात्रै आओस् न। तँलाई म सुनिस्, तँलाई म के होस्टेल लगेर हालिदिन्छु, बुझिस्? तँलाई अब यहीँ भित्र राखेर खाना पिना सब यहाँ थुनेर तँलाई म राख्छु। तँ साह्रै बिग्रिस। मैले भनेको सुनिन, मानिनस्, बुझिस् नि? जति नै बुझे नि के गर्नु, छोरीलाई स्कुल पठाएको भए पछिले सुख त हुन्थ्यो। कस्तो कुरा गर्नुहुन्छ है? मलाई जिस्क्याउन खोज्नु भएको हो? तपाईँलाई पनि थाहा छ त मेरो घरको हालत कस्तो छ भनेर। तपाईँको पो श्रीमान विदेशमा हुनुहुन्छ, पैसाको कमी हुँदैन, तपाईँलाई पुग्छ। तर हामीलाई त बिहान बेलुकाको घाँस टार्न पनि गाह्रो छ। अनि कसरी पढाउन सक्थ्यौँ र? उही त, अनि हाम्रो पनि 3 महिना भइसक्यो, कम्पनी बन्द भएको रे, उता बुढाको पैसै पठाउनु भएको छैन। त्यही भएर यहाँ काममा आएँ म त। सबैको दुःख आफूलाई ठुलो नै हुन्छ। अब त अति नै भयो भने कम्मरमा पटुकी बाँधेर भए पनि यो वैशाखबाट त छोरीलाई स्कुल भर्ना गर्ने भनेर हामी दुवैजना बुढाबुढीले सल्लाह गरेका छौँ। मान्छेको छोराछोरी चाहिँ बोर्डिङ स्कुल पनि पढाएको छन्, तैँले चाहिँ एउटा सरकारी स्कुल पनि पढाउन सकिनस्? अरूले घोडा चढे भन्दैमा हामी गरिबले धुरी चढ्न नहुने रहेछ। गरिबको कोखमा जन्म लिएपछि साह्रै दुःख पाउने रहेछ।
मेरी छोरी पनि साह्रै नै अभागी रहेछ। यदि त्यसले मेरो गर्भमै आकी थिएन भने यो दुःख कष्ट देख्ने पनि पर्दैन थियो, भोग्नु पनि पर्दैन थियो होला है। हेर त्यसो नभन्, त्यही छोरीले पनि भोलिपछि तिम्रो बुढाबुढीलाई पाल्ने हो कि? आकाशको फल आँखा तरी मर भने झैँ आशा जति सबै मरिसके। हेर्दै जाऊ न, त्यही छोरीले भोलिपछि तिमीहरूको भविष्य पनि बनाउँछ। म जस्तो अनपढको कोखबाट जन्म लिनाले मेरी छोरी अनपढ त हुने भई, तर मेरी छोरीले मैले भन्दा पनि धेरै दुःख पाउने भई। के त राम्रोसँग पढाउने लेखाउने मान्छे पाइस् भने पठाउँछस् छोरी त, कि कुनै विदेशीलाई छोरी पाल्न दिने हो कि? कमसेकम उसको भविष्य त बन्छ। कता कता मेरो मनमा त्यस्तो विचार नआएको पनि होइन, तर आफ्नो कलेजोको टुक्रालाई कसरी काटेर अरूलाई दिन सक्थे र? बरु मैले दिन रात दुःख गरेर यो 10 नङ र ख्याएर भए पनि आधा भात खाएर म मेरो छोरीलाई आफूसँगै राख्छु, अनि अर्को साल जसरी हुन्छ स्कुल भर्ना गरिदिन्छु भन्ने सोच राखेकी छु। बिचारा कति खुसी हुन्छ होला है। मान्छेको छोराछोरी स्कुल नगएर पढ्न नगएर कस्तो हैरान छ। कमसेकम त्यो त स्कुल जान्छु भनेर त रहर गरेकी छे नि। साँच्ची भन्नुपर्दा नि, यदि मेरो छोरीले पढ्न पाइ भने त नि यी सारा गाउँलेहरूको इच्छाले भए पनि फर्स्ट हुन्छ मेरी छोरी। मलाई राम्रोसँग थाहा छ मेरी छोरी यति असल छे, यति राम्रोसँग पढ्छ, तर के गर्नु मेरो छोरीले पढ्न चाहिँ पाउनु पर्यो। ओइ भवन, तिमीले के गफ लडाएर बसेको? ह? तिमीलाई लिमुनीले के गर्न पठाएको? तँलाई चाहिँ नि दाना हाल, तँलाई चाहिँ नि बारीमा गएर मुर्को डोको बोक भने हैन? को महारानी जस्तो गफ लडाएर बस्ने? फुर्क जा। हैन, यसो कम्मर दुखेको थियो, एकछिन टुसुक्क बसेको मात्रै हो। धेरै नाटक गर्नु त फुर्क गयो। ओइ, तँ चाहिँ के महारानी जस्तो गरी बसे कि? तँ पनि गयो। अर्की गइसकी, तँ चाहिँ के महारानी जस्तो गरी हेरेर बसे कि? फुर्क बारीमा गएर मुर्को डोको बोकेर कुखुराको खोर सफा गर। गयो। हस्, म पनि गए काममा हस् जान्छु। हाम्रो लिमुनी त्यसै कहाँ रिसाउनु भयो हो र? बानी बेउरा कतिले बेपो? हुन त आफ्नो पनि काम बानी गरिदिनु छ र। किन्ने पैसा भयो? यत्रो दिन भइसक्यो अझै भएन? आधा जति त पुरै सके लिमुनी साउनी, अब आधा जति बाँकी छ। 4-5 दिनमा पुर्याइहाल्छु नि। पनि भाका सारेकै गर्छस्। तेरो छोरी जस्तै अनपढ राख्नु लागिस् क्या मेरो छोरालाई पनि? यत्रो दिन भइसक्यो अझै पनि जम्मा गर्न सकिनस्? मैले किताब किनेर ल्याइसकेको छु, 2500 परेको छ, बुझिस्? 2500। त्यति सानो बाबुले पढ्ने किताबको पैसा पनि 2500 पर्छ र साउनी। सस्तोमा परिस्। धन्दा मेरो छोराले त्यो दिन सबै किताब लगेको थिएन। तँ अनपढलाई किताब र कलमको मूल्य कति पर्छ भने तँलाई के थाहा? जिन्दगीमा तेरो छोरीलाई किताब किनिदिनु परेको भए पो तँलाई याद हुन्छ। तँ अनपढलाई अरू कुरा म केही जान्दिनँ। मेरोमा काम गरेर खुरुक्क पैसा तिर्ने। अहिले हिँड्तो मेरो कुखुराको खोरमा काम गर्नुको लागि। होइन लिमुनी साउनी, घरमा एक थोपा पनि पानी छैन। एक गाग्री पानी कुवाबाट थापेर घरमा पुर्याउँछु अनि तुरुन्तै आइहाल्छु। यदि किताबको ऋण साँच्चीकै तिरिन्छ भने
म काम गर्न आइहाल्छु नि। पहिला पनि आखिरीमा हजुरकोमा काम गरेकै हो क्यारे। ठिक छ, 1 घन्टामा काममा लागिसक्लास्। म 1 घन्टा पछाडि चेक गर्नु आउँछु। ढेरो नखाने माम खाने। ढेरो नखाने माम खाने। होइन म एकछिनमा आउँछु है। यो तरकारी बनाउने गरौँ ल। अज्ञानी भई मूर्ख बने पछि कसको के नै लाग्दो रहेछ अनपढ